विराटनगर महानगरपालिका गंदगी व्यवस्थापन में ध्यान नहीं देला से नगरवासी समस्या में पड़ल छे। महानगरपालिका के लापरवाही के कारण वड़ा नंबर 16 में रहल रानी क्षेत्र सेहो दुर्गंधित बनल छे। हरेक दिन विराटनगरक विभिन्न ठाम से जमा क के आनल गेल गंदगी मानव बस्ती रहल रानी क्षेत्र में फेंकल जाय छे, जाहिसँ एहि क्षेत्र के सर्वसाधारण समस्या में पड़ल छे। भारतीय सीमा संग जुड़ल एहि क्षेत्र में विराटनगर महानगरपालिका के मात्र नहीं भ भारतक जोगबनी के गंदगी समेत अत फेंकल जाय छे। बस्ती बीच में गंदगी फेंकला से स्थानीयवासी दुर्गंधित वातावरण में रह बाध्य भेल छे। किन अब पढ्न गरे त्यस्तो भएको अहिले त धेरै समस्या निस्कन्छ नि। पढले त जहिले पनि रोग ल्याउँछ। यहाँ आउँदाखेरि पुरै होटलभित्र छिरेपछि पुरै झिङ्गा बसिरहेको हुन्छ। परबाट आएको झिङ्गाहरू हुन्छ। विभिन्न स्थानक गंदगी मात्रै नहीं अत मरल मालजाल समेत फेंकल जाय छे। मरल मालजाल समेत फेंकला से अपना सबके खाय में समेत समस्या होइत आयल स्थानीयवासी उपराग क रहल अछि। अब यो फोहोरले भन्नाले म मात्रै हैन, यो जति छ यताको पसलहरू हैन, अब बाइचान्स अब तपाईँलाई कुकुर मऱ्यो भने सुँगुर मऱ्यो भने सब अब को आएर फ्यालिदिन्छ। त्यसको अब खाएर त्यसको वास्ता कस्तो हुन्छ, मान्छेलाई बिरामीहरू पनि पार्न सकिन्छ हैन। अब भन्नाले अब यो सबजनाले भनेको छ हैन, खान पनि यहाँ सकिँदैन हैन, बस्न पनि सकिँदैन, तर पनि धेरै अप्ठ्यारो हुन्छ। समस्या परेको पुरा गनाउँछ। गर्मीको महिना भयो, सुँगुर पनि मरेर फ्याँक्छ, एकदम गनाउँछ, बस्नै नसक्ने गरी हुन्छ, मच्छरहरू लाग्छ। त्यो फ्यालेको त भइसक्यो नि। अब अस्ति पहिला फोहोरहरू फ्याँक्थ्यो, नगरपालिकाको फोहोरहरू पनि लागेर फ्याँक्थ्यो। अनि अहिले नाला भन्दाखेरि चाहिँ फोहोरहरूले अलिक छेउतिर फ्याल्नु थाल्यो। एकदम गनाउँछ, यहाँ बस्ने खालको वातावरणै छैन। अब मुखियाहरूलाई भनेको अध्यक्षहरूलाई ल भन्छ, केही गर्दैन। विराटनगर महानगरपालिका गंदगी फेंक विराटनगरक वेस्ट मैनेजमेंट नामक एक कंपनी के जिम्मा देने अछि। महानगर गंदगी फेंकबाक हेतु विराटनगर बाहर जमीन समेत उपलब्ध करौने छे। मुदा वेस्ट मैनेजमेंट वड़ा नंबर 16 से जमा कैल गेल गंदगी वही ठाम में ल जाकर फेंकत आयल छे। एहि विषय में वड़ा नंबर 16 के अध्यक्ष मनोज सुब्बा अतः बहुत दिन से गंदगी फेंकैत आयल प्रतिक्रिया दऽ रहल छथि। ओ गंदगी व्यवस्थापन होब नहीं सकब में वेस्ट मैनेजमेंट के सेहो कमजोरी रहल बताबि रहल छथि। ओ आब अपना सब एहि विषय में कदम उठेबाक प्रतिबद्धता सेहो जनौलनि अछि। यो अहिले महानगरपालिकामा वेस्ट म्यानेजमेन्टले यो ठेक्का लिएको छ यो महानगरपालिकाभरि, र त्यसले गर्दाखेरि अब त्यो महानगरपालिकाको जति पनि फोहोर मैला व्यवस्थापन गर्ने भनेको वेस्ट म्यानेजमेन्ट, त्यसको चाहिँ अध्यक्ष चाहिँ देवी आचार्य हुनुहुन्छ हैन। र उहाँसँग अलिकति कुरो तपाईँकै सामने कुरो पनि भयो, र हाम्रो विशाल लामा उहाँको कर्मचारीसँग फेस टु फेस कुरा गराइयो। अब यो चाप भनेको कस्तो छ भने जनता पनि चेतनशील हुनुपर्छ। र एउटा कुरो के छ भने जो काम गर्छ वेस्ट म्यानेजमेन्टहरूले, अब उनीहरूले पनि आफ्नो ड्युटी चाहिँ राम्रोसँग, आफ्नो कर्तव्य चाहिँ राम्रोसँग गर्नुपर्छ। र एकचोटि हाम्रो बोर्डमा यो कुरो महानगरपालिकामा उठाएको थियो। यो वेस्ट म्यानेजमेन्टले हाम्रो महानगरभित्रको फोहोर मैला व्यवस्थापन गर्न नसकेको हुनाले यसलाई चाहिँ भनौँ चेन्ज गर्नुपर्छ, अर्कै चाहिँ भनौँ व्यवस्थापन गर्नुपर्छ भनेर हामीले आवाज उठाउँदै पनि। भारतीय नाका संग जुड़ल क्षेत्र भेला से एहि क्षेत्र में दैनिक हजारों के संख्या में सर्वसाधारण आवाजाही करे छे। ओ सब नाक मुँह झाँप कर चल बाध्य छे। मुदा शक्तिशाली कहल गेल स्थानीय निकाय स्थानीय जनता के लेल स्वच्छ वातावरण समेत निर्माण कर नहीं सकल छे। एहि ठामक बासिंदा सब एहि समस्या से ग्रसित भेल छे। एहि विषय में स्थानीय सबके कते समस्या भ रहल छे, ओ सब केहन समस्या झेल बाध्य भेल छे, आ संबंधित सरकार वाला निकाय किया मौन छे,